राष्ट्रपति आस्था राख्नुहुने सम्पूर्ण नेपाली दाजुभाइहरू पत्रकार साथीहरू सुरक्षा गर्ने साथीहरूलाई म नमस्कार भन्न चाहन्छु र आज म देशको पछिल्लो क्रान्तिको तपाईँ सबैजनाले बुझ्दै भएको छ जुन दिन मैले हाम्रो घरबाट बारबारा फाउन्डेसन लगायत विभिन्न फाउन्डेसनबाट चाहिँ एनजिओ आइएनजिओका यो देशमा एनजिओले लगानी गरेर देख्दाखेरि राम्रो काम गरे जस्तो देखेर गरेको देखाउने भित्रभित्र के गर्दो रहेछ र कस्ता कस्ता मान्छे रहेछ र कनकमुनि दीक्षितदेखि हामीले बालेन शाहसम्म हामीले चित्रहरू देखाएका थियौँ कुन ठाउँबाट कसरी पैसा आयो कसरी यो देशलाई आज टुक्र्याउने देश विभाजन गर्ने यो रणनीति 2004 सालमा काङ्ग्रेस जन्माको 2006 सालमा लगेर कम्युनिस्ट जन्माको 2028 सालमा राजा महेन्द्रको हत्या र नयाँ शिक्षाको लागु 2036 सालको तपाईँको चाहिँ नै जनमत सङ्ग्रह 2046 को आन्दोलन त्यो आन्दोलनले नपुगेर 2052 सालमा माओवादीको उत्पत्ति गराएर जनयुद्ध त्यो हुँदै गएर राजदरबारको हाम्रा प्यारा राजा रानी जो हिन्दूका सम्राट थिए जसलाई हामीले भगवान विष्णुको अवतार भन्थ्यौँ राजा वीरेन्द्रलाई राज परिवारको हत्या 58 जेठ 19 गते 62-63 को जनआन्दोलनले तपाईँको चाहिँ नि अस्थायी अन्तरिम संविधान ल्यायो त्यो अन्तरिम संविधानमा पश्चिमाहरूको डिजाइनमा खास गरी के छिराइयो भन्दाखेरि अब राज संस्था नरहने हिन्दू राज्य पनि नरहने ठुलो एजेन्डा सहित उनीहरू मिसन सहित आयो र मिसन सहित यहाँ के गरे भन्दाखेरि तपाईँको एनजिओ आइएनजिओ चलाए यहाँ र आइएनजिओ र एनजिओमा सबै नेपाली खुसी भए र सेमिनारमा जाने होटलमा जाने कस्ता दिग्गज मान्छे हेर्नुहोस् सन्दुक रोहित बदलाउनुहुन्छ अब भगवान मान्नुहुन्छ तपाईँहरू सबै नेपालीले भगवान मान्थे म भन्दै सन्दुक रोहित जस्ता त 3000 डाक्टर किन आएका अरूको नाम किन आउँदैन सन्दुक रोहितको मात्रै किन आउँछ अरू पनि त आँखाका डाक्टर छन् नि त भनेपछि उहाँहरू फाउन्डेसनबाट चल्नुहुन्थ्यो उहाँहरूलाई हाइलाइट गरिन्थ्यो र उहाँहरू साउथ कोरिया जानुहुन्थ्यो हेर्नुहोस् यी सबै कुरा मैले बुझ्दै आइसकेपछि 2072 सालमा ल्याएर के गरियो भन्दाखेरि स्थायी रूपमा संविधान जारी गर्दाखेरि हिन्दू राष्ट्र पनि हटाइयो राज संस्था पनि हटाइयो सधैँलाई विदा गरियो विदा गरेर यो पार्टीहरूको काम सकियो 4 सालमा उत्पत्ति गराएका पार्टी 6 सालमा उत्पत्ति गराएका पार्टी 52 सालमा उत्पत्ति गराएका पार्टी यी पार्टीको काम सकियो यी एउटै च्यानलबाट चलेका थिए केपी प्रचण्ड शेरबहादुर मनमोहन अधिकारी बिपी कोइराला त्यतिखेर राजा महेन्द्रले बुझेरै यो कुरा बुझेरै देश विभाजनमा लान्छ बुझेरै त्यतिखेर राजा महेन्द्रले बिपीलाई थुनेर कु गरेर देश चलाएको थियो आँट भएको एउटा राजा वीरेन्द्र हुनुहुँदो रहेछ देशको आज 4 सालदेखि 82 सालसम्म आउँदाखेरि झन्डै 75-76 वर्षको विदेशीहरूको पश्चिमा खास गरेर पश्चिमाहरूको प्लानमा आज देश विखण्डन हुँदैछ देश टुक्रिँदैछ मधेसबाट सिकेर उसले चेन्जी सुरु गर्नुको मधेस टुक्र्याउने प्लानमा हुनुहुन्छ पश्चिम पूर्वतिरबाट एमएनओ भन्नेले टुक्र्याउन खोज्दैछ अब पश्चिमतिर कसले टुक्र्याउने हो अनि जिएनजीको नाममा बच्चाहरूलाई 2 घन्टा मात्रै बच्चाहरूले आन्दोलन गरे 23 गते 2 घन्टा मात्रै 11 बजीदेखि 1 बजी पछाडिदेखि के भयो भन्दाखेरि आन्दोलन पुरै विदेशीको कब्जामा गएर देशको एउटा सामरिक महत्त्व बोकेको ऐतिहासिक दस्तावेज राख्ने नेपालको सम्पदा राणाकालीन सम्पदा सिंहदरबारमा आगो लगाइयो हामीलाई न्याय दिने सर्वोच्च अदालतमा आगो लगाइयो जिल्ला अदालतमा आगो लगाइयो उच्च अदालतमा आगो लगाइयो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यस्ता दुःख गरेर बनाएका गाविसदेखि लिएर भवन सबै आगो लगाइयो नेताका घरमा आगो लगाए ल ठिक छ हटाइ गरे तर भएका संरचनामा आगो लगाइयो भनेपछि यो देशलाई विघटन गर्नको लागि भएका संरचना जम्मै सिद्ध्याउने काम गरे र कोठाबाट डिजाइन भयो यही कुरालाई लिएर हामीले 79 साल फागुन 1 गते राजालाई लगेर जहाँ हिजार गाठो परेको छ त्यहाँ खोल्नुपर्छ भनेर मेचीको किनारमा लगेर दियो बालेर हामीले यो देशमा
बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य कायम गर्नुपर्छ भनेर हामीले त्यतिखेरदेखि लागेको यो त्यतिकै चान्चुने म लागेको थिइनँ तर पश्चिमाहरूको डिजाइनमा के भयो भन्दाखेरि जसले सत्य कुरा उठाउँछ त्यसलाई कि मारिन्छ राजा महेन्द्रलाई मारियो राजा वीरेन्द्रलाई मारियो जो राष्ट्रवादी छ मदन भण्डारीलाई मारियो है कि त मारिन्छ कि त पागल माफिया भनेर ट्याग लगाइन्छ अहिलेका गृह मन्त्री ओम अर्याललाई राम्ररी सोध्नु होला उहाँ के अरे मेरो त सर्वोच्च अदालतमा कतिपल्ट डिस्केस परेको जब गोविन्द केसी सुताइयो यहाँ शिक्षा र स्वास्थ्य उदाउँदै थियो 79 सालमा 69 सालमा जब गोविन्द केसीलाई सुताएर विवेकशील साझा पार्टी खडा गरियो त्यो विवेकशील साझा पार्टी नै पश्चिमाहरूको डिजाइनमा आयो मैले यो पटक भने उज्जवल थापा रविन्द्र मिश्र हेर्नुहोस् यो देशको एसियाको पश्चिमाहरूको सबैभन्दा ठुलो हुन्छ नि त्यसलाई मलसाप्रो भन्छ नि मलसाप्रो देश छ पनि दीक्षित हो मैले 10 वर्ष अगाडि भनेको कल्याण श्रेष्ठ सर्वोच्च अदालतमा यो सुशीला कार्की अहिलेको प्रधानमन्त्री अहिलेको अनिल कुमार सिन्हा ईश्वर खतिवडा त्यतिखेर सर्वोच्च अदालतमा न्यायाधीश सेतो पार्टीको अमित अकाल 12 खरीको प्रतीक प्रधान हेर्नुहोस् अनलाइन खबर हेर्नुहोस् कान्तिपुर अन्नपूर्ण सबै क्याप्चर गरेर यिनीहरूले सोसियल मिडिया फेक मिडिया चलाएर के गरे भने नेपाली नागरिकहरूलाई रणबुल्ल बनाएर के गरे भने आज सिंहदरबार पनि सके जम्मै सकेर देश टुक्रिँदैछ आज र म एउटा कुरा भन्छु तपाईँको प्रश्नको जवाब दिन्छु जुन दिन मिराज ढुङ्गाना म कहाँ आएको थिएँ मैले मिराज ढुङ्गानालाई भने आन्दोलन होइन भोलि हताहत भयो भोलि अरू चिजमा क्षति भयो भने के हुन्छ भनेर भन्दाखेरि आई तपाईँ चाहिँ नआइदिनु म त एउटा राष्ट्रप्रेमी मान्छे हो म यो देशको लागि म क्यान्सर सर्भाइभर मान्छे हो म आज लडाइँ पश्चिमाहरूसँग लड्दैछु तपाईँहरूले बुझ्नु होला मैले भनेको थिएँ नि तपाईँहरूले मलाई साथ दिनुहोस् कि यिनीहरूले मार्छन् कि पागल बनाउँछन् भनेर भनेको थिएँ तर दरबार हत्याकाण्ड जस्तो मदन भण्डारीको हत्याकाण्ड जस्तो दुर्गा प्रसाईको हत्याकाण्ड चाहिँ त्यति सजिलो छैन यो कुरा यिनीहरूले बुझ्नु किनभने यिनीहरूलाई पश्चिमाहरूको साथ होला यिनीहरूलाई डलरको साथ होला तर मलाई माता दुर्गा भगवान आराध्य देव पशुपतिनाथको साथ छ मलाई र आम राष्ट्रवादी जनताको साथ छ त्यसले गर्दाखेरि मैले सबै कुरा बुझेर मैले सबै कुरा एक एनालाइसिस गरेको कुरा पुग्यो कि पुगेन ल भन्नुहोस् त पुग्यो कि पुगेन भन्नुहोस् न अब यस्तो हुन्छ अब यस्तो हुन्छ अब यस्तो हुन्छ अब यस्तो हुन्छ भनेर भनेको कुरा पुग्यो कि पुगेन अब देश टुक्रिँदैछ देश बचाउने कि नबचाउने राजाको कुरोमा म एउटा कुरा के भन्छु भने राजा हामीले चाहँदा पनि आउने होइनन् किनभने हिजो गलत गाएर खेदेको हो नि त राजा कतिको इम्पोर्टेन्ट रहेछ आज त बुझ्नुभयो नि तपाईँहरूले राजा कतिको इम्पोर्टेन्ट रहेछ राजा र धर्म भनेको के हो त मलाई थाहा छ आज यिनीहरूले 28 सालमा शिक्षा लागू गर राजा महेन्द्र नमान्दाखेरि राजा महेन्द्रलाई मारियो दियालो बङ्गलामा 51 वर्षको उमेरमा त्यहाँबाट नयाँ शिक्षा लागू गरेर के गरे त मलाई थाहा छ आज ओम भन्ने शब्द बर्मुडा ट्रायङ्गलमा पनि ओम भन्ने आवाज आउँदो रहेछ ओम भन्ने शब्दले नि ब्रह्माण्डलाई थामेको थियो ओमको अर्थ ब्रह्माण्ड हो आज ओम हटाइयो श्री हटाइँदैछ अब मिस्टर के भन्छ दुर्गा भनेर भन्छन् श्री दुर्गा प्रसाई भन्दैनन् नैतिक शिक्षा हटाइयो यहाँबाट संस्कृति हटाइयो अनि पशुपतिमा एट्याक गर्न आँटे यिनीहरू अस्ति त्यो त्यतिखेर त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने राजा भनेको कति इम्पोर्टेन्ट रहेछ तपाईँले भन्नुहोस् न त्यसले गर्दाखेरि अबको आन्दोलनमा सबै नागरिकहरूले गएर निर्मल निवासमा पुग्छन् पुग्ने दिन आउँदैछ त्यसले गर्दाखेरि राजा भनेको सबैलाई जोडेर राख्ने एउटा हो धर्म भनेको के हो भने संविधान जस्तो हो देशको हामीलाई बरु संविधान चाहिँदैन यस्तो संविधान यो संविधानले के पायो 75 जना मरे मिराज ढुङ्गानाहरू आज मन्त्री बाँडाबाँड गरेर हिँडेका छन् सुदन गुरुङहरू मन्त्री बाँड्दैछ अनि कसरी झोले हुन्छ होइन ट्रेन यसका ट्रेनले थाम्नेवाला छैन यहाँ प्रकाश सुशीला अर्याल बालेनका ट्रेनले थाम्नेवाला छैन यो लडाइँ भनेको अब पश्चिमाको र नि हाम्रो दुर्गा प्रसाईको किनभने यो देशमा हिन्दू राष्ट्र नि गर्दन जाओस् कायम गराएर छाड्छु क्या म